अहिले स्कुलको फार्ममा आइपुगेका छौँ। यहाँ भाइ बहिनीहरूलाई प्र्याक्टिकल रूपमा चाहिँ एग्रो सम्बन्धी विभिन्न प्लान्ट प्रोडक्सन, त्यसपछि गएर चाहिँ हार्भेस्टिङ र त्यसमा हुने विभिन्न खालका चाहिँ जुन फङ्गसहरूको कारणले लाग्ने रोगहरू, अरू विभिन्न कारणले लाग्ने रोगहरू, त्यसलाई कसरी निराकरण गर्न सकिन्छ, इन्सेक्ट्सहरूले कसरी चाहिँ बालीलाई सखा पार्छ, कुन इन्सेक्ट के हो भनेर यो सबै कुराहरूको चाहिँ प्र्याक्टिकल्ली नलेज दिनको लागि चाहिँ यो फर्महरू निर्माण गरिएको छ। अहिले त शैक्षिक सत्रको सुरुवातमा छौँ हामी। यो वैशाखको समय भएको कारणले गर्दाखेरि फर्स्टमै सबै हामीले यो खनजोतहरू गरेका छैनौँ, किनकि चैतदेखि 1 महिना बिदा थियो। त्योभन्दा अगाडि सबै प्रोपर्ली युज थियो भने अहिले चाहिँ हाम्रो यस्तो अवस्था छ। र यो फर्मलाई अब बिस्तारै ग्रुपिङ गरेर विद्यार्थी भाइ बहिनीहरूले, टेक्निकल कृषिका प्रशिक्षक साथीहरूले चाहिँ यसलाई व्यवस्थापन गरेर लानुहुनेछ। र यहाँ धेरै कुराहरू चाहिँ प्रोडक्सन हुन्थ्यो र हामी अब सततै फिल्ड भिजिटमा छौँ। यतिखेर हामीले वेल प्लान गरेको सबै कुराहरू अब अहिले त बिचमा हाम्रो ग्याप भयो, त्यस कारणले गर्दाखेरि यहाँ केही अझै सुधार गर्नुपर्ने पक्षहरू, यहाँ गर्नुपर्ने कामहरू छन्। यो वर्ष बल्ल हामीले खास यो विशेष गरी चाहिँ अब प्रोडक्सन बेसिस, हार्भेस्टिङ बेसिस भन्दा पनि विद्यार्थीहरूलाई चाहिँ प्र्याक्टिकल स्किल चाहिँ सिकाउने गरी होइन, त्यसको लागि तयारी गरेका कुराहरू छन्। अब यहाँ हामीले सबै प्लान्टहरू लगाउने होइन, बालीहरू, भेजिटेबलदेखि फ्रुटदेखि सबै कुराहरूको हेरिन्छ। जस्तै स्ट्रबेरी पनि हाम्रो यहाँनिर कस्तो हुँदो रहेछ भनेर त्यसका लागि हामीले यहाँ गरेका थियौँ, साथीहरूले गर्नुभएको थियो। र त्यो क्रममा स्ट्रबेरी अलिअलि प्रोडक्सन भइराखेको छ। भाइ बहिनीहरूले अस्ति खानु पनि भयो, स्कुल स्टार्ट भएदेखि आएर। जे होस्, फिल्डको क्षेत्र ठुलै छ, यसलाई प्रोपरली युज गर्नुपर्ने अब टाइमिङ भएको छ। बल्ल शैक्षिक सत्रको सुरुवात भएको छ। अब यहाँ चाहिँ बिस्तारै साथीहरूले अघिल्लो वर्ष यहाँ धेरै थरी फल्यो, काउली, बन्दा, लसुन, प्याज, विभिन्न किसिमका चाहिँ अब सागका आइटमहरू होइन, त्यो धेरै फलेको थियो। अनि फलेको तरकारीहरूलाई बेचेर कक्षा 12का भाइ बहिनीहरूले त्यसलाई चाहिँ उनीहरूले टुर जानको लागि प्रयोग गर्ने अथवा चाहिँ स्टेसनरीको लागि चाहिँ प्रयोग गर्नुहुन्थ्यो भने अहिले पनि त्यही खालको चाहिँ प्लान अझ विशेष रूपमा अगाडि बढाउने कि भनेर हामी छलफलमा छौँ। र सँगसँगै अब फेरि हामी हाम्रो अर्को फिल्डतर्फ जाँदैछौँ। तपाईँहरूलाई हामी फेरि अर्कोतर्फ जाँदैछौँ। आउनुहोस्, फेरि सुरु गरौँ। साइडमा भएका जग्गाहरूमा पनि जस्तै अबको सिजन भनेको मकैको सिजन भएको कारणले गर्दा हामीले यहाँ मकै पनि रोप्ने प्लान गरेका छौँ। बाहिर टनेलमा हामीले अरू तरकारीहरू गर्छौँ भने यो बाहिर अब फेरि खेती यसलाई चाहिँ खनजोत गरेर यहाँ मकै रोपिनेछ। र सँगै फेरि हाम्रो अर्को माथिल्लो फर्मतर्फ तपाईँहरूलाई लाँदैछौँ। नौरोपनीको जग्गा रहेको छ। नौरोपनी जग्गामा भएको यो फर्म पर्याप्त चाहिँ होइन, तर जियो सिकाउनको लागि अलिअलि पुग्ने रहेछ भन्ने महसुस गर्नुभएको छ अघिल्ला वर्षहरूमा। र पहिले चाहिँ जस्तै नेपाल सरकारले हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ दिवा खाजाको रूपमा भनेर 15 रुपियाँ दिन्छ क्या। अब अहिलेको महँगीको टाइमिङ अनि 15 रुपियाँ, त्यो 15 रुपियाँले कसरी खाजा खुवाउन सकिन्छ भनेर धेरै सोच्नु भएछ यहाँको साथीहरूले। ओहो, त्यसरी त हुँदैन, अब हामीले आफै कुखुरा पाल्ने, ल्यास कुखुरा, अनि त्यसको अन्डा चाहिँ खुवाइयो भने कम पर्छ भन्ने हिसाबले उहाँहरूले गर्नुभयो। तर फेरि काम गर्दै जाने क्रममा भोल्युम कम भएको कारणले गर्दाखेरि त्यो 15 भन्दा नि अझ बढी पर्ने भएपछि स्टप गर्नुभएको रहेछ। तर हामीसँग चाहिँ कुखुरा पाल्नु पऱ्यो भने कुखुरा पाल्नको लागि मिल्ने ठाउँहरू पनि रहेछन् यहाँ। यो खालको घरको व्यवस्थापन चाहिँ यहाँनिर छ। जोस् र सँगसँगै अहिले विशेष रहेको चाहिँ यहाँ के बाख्राहरू छन् र बाख्राको हेरचाह गर्नको लागि उहाँहरू खटिरहनु भएको छ। यहाँ यसरी टिममा अर्को टनेल पनि रहेको छ। यो चाहिँ विशेष गरी कक्षा 12को अरू चाहिँ अहिले हामीले देखेको ठुलो टनेल कक्षा 8, 9, 10लाई 9, 10, 11लाई थियो भने यो चाहिँ कक्षा 12का भाइहरूले आफै इनिसिएटिभ भएर चाहिँ गर्नुभएको। र यसमा चाहिँ उहाँहरूले प्लान्ट प्रोडक्सन
प्लान्ट गरेर प्लान्टिङ गरेर प्रोडक्सन गरेपछि त्यो हार्भेस्ट आफै गर्नुहुन्छ र सेल गरेर आएको पैसा चाहिँ उहाँहरू आफै कुनै एउटा स्कुलको कामको लागि युज गर्नुहुन्छ। र यहाँ बाख्राहरू पनि यसरी पालिएको छ। विशेष गरी यो बाख्रा पाल्नु परेको चाहिँ किनभने प्लान्टको लागि त कम्पोस्ट जुन फर्टिलाइजर चाहियो कम्पोस्ट फर्टिलाइजरको लागि चाहिँ अब अन्तबाट ल्याउने भन्दा नि हामी यहाँनिर केमिकल फर्टिलाइजर प्रयोग गर्दैनौँ। र यहाँ बाख्राहरू यसरी देख्न सक्नुहुन्छ तपाईँहरूले। र यी कुराहरू हामीले खासमा व्यावसायिक प्रयोजनको लागि भन्दा नि नमुनाको रूपमा विद्यार्थीहरूलाई सिकाउनको लागि कस्ता रोगहरू लाग्दा कसरी उपचार गर्ने, यिनीहरूलाई कसरी संरक्षण गर्ने भन्नको लागि चाहिँ विशेष गरी यो परियोजनाहरू सञ्चालन गरिरहेका छौँ। र लाग्छ अब बिस्तारै विद्यार्थीहरूलाई यसरी ओरल कुरा अथवा चाहिँ नि प्र्याक्टिकल कुरा नलेज मात्र भन्दा पनि ठ्याक्कै इन्कममा जोड्ने गरी कसरी जाने, उनीहरूलाई मानौ न विद्यालयमा आउने अनि आउँदाखेरि एउटा प्रोजेक्ट वर्कको रूपमा चाहिँ ल 100 मार्क्सको लागि तिमीहरूलाई भनेर एउटा पाउच सिडको पाउच दिने र त्यो पाउच घरमा लिएर गएर उनीहरूले प्लान्ट गरेपछि अनि त्यसबाट चाहिँ कति प्रोडक्सन गरे त्यो प्रोडक्सन पनि लिएर आएर चाहिँ एउटा कलेक्सन गर्ने स्कुलले नै र त्यसलाई चाहिँ डाइरेक्ट फार्मबाट आएको चिजलाई डाइरेक्ट हाम्रो चाहिँ कस्टमरको चाहिँ किचनसम्म पुर्याउन सक्यो, फार्म टु किचनको एउटा प्रोजेक्ट सञ्चालन गर्न सक्यो भने एक त हाम्रा किसान आमाबुवाहरू विद्यार्थी भाइ बहिनीहरूले आफूलाई चाहिने स्टेसनरी लगायतको युनिफर्म लगायतका कुराहरूमा उहाँहरूलाई आफैले इन्कम बनाउन सक्नुभयो। अनि अर्को कुरा हामीले त्यसरी कलेक्सन गरेर चाहिँ फार्मबाट डाइरेक्ट कस्टमरको किचनमा पुर्याइदियो भने कस्टमरले किन्नुपर्ने जुन सामग्रीको प्राइस छ त्यो पनि पक्कै पनि लेस हुन्छ। त्यस कारणले गर्दाखेरि त्यो बीचको मार्जिन जुन छ त्यो बीचको मार्जिन पनि त्यो सञ्चालन गर्ने चाहिँ एउटा टोलीलाई अथवा त्यो विद्यार्थी जो जान चाहन्छ होइन 11-12 को आफ्टर स्कुल पछि अथवा हाम्रो उसमा नेपालमा अब अहिले चाहिँ सन्डे र सटरडे दुई दिन बिदा हुनेछ, त्यो दिन चाहिँ कलेक्सन गरेर चाहिँ विकली हामीले लान सक्यो भने विद्यार्थीहरूको पढाइमा पनि ह्याम्पर हुँदैन र त्यसले उनीहरूले इन्कम पनि गर्न सक्छन् कि भन्ने खालको चाहिँ प्रोजेक्ट गर्ने कि भन्ने हाम्रो एउटा प्लान पनि रहेको छ। अब यस चाहिँ छलफलको क्रममा छौँ र यहाँहरूले हाम्रो यो फिल्ड टुर गरिदिनु भएकोमा यहाँहरूलाई थ्याङ्क यू।